के तपाईँ हाइकिङ वा ट्रेकिङमा जाने प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। यसले तपाईँलाई राम्रो प्रिपरेसन गराउँदछ। अब कम्मरमा हात राख्नुहोस्, कुर्कुच्चा तलमाथि गर्ने यो एक्सर्साइजले तपाईँको काफ मसल्सलाई एकदमै स्ट्रङ बनाउँदछ। यसलाई तपाईँले 10-10 गरिकन 3 सेट गर्नुहोस् र यसले काफ मसल्स स्ट्रङ भयो भने हिँड्न सजिलो हुँदछ। अब त्यस पछाडि हामी चेयर पोज गर्दैछौँ। चेयर पोजमा घुँडा चाहिँ तपाईँको बेन्ड गर्ने र यहाँ 10 सेकेन्ड होल्ड गरेर तलमाथि तपाईँले 10-10 गरिकन 3 चोटि चाहिँ 30 राउन्ड हजुरले गरिदिनुहोस्। यसले तपाईँको क्वाड्रिसेप मांसपेशीलाई एकदमै स्ट्रङ बनाउँदछ। अब हामी एउटा खुट्टा पछाडि राखेर अगाडिको लागि बेन्ड गर्दै 90 डिग्रीमा बेन्ड गर्दै होल्ड गर्छौँ 10 सेकेन्ड र मुभ गर्छौँ 10 टाइम्स र दुवै साइडमा हामी होल्ड गर्दै अनि मुभ गर्छौँ 10 टाइम्स। यसले तपाईँको पुरै थाई मसल्सलाई एकदमै स्ट्रङ बनाउँदछ। र यस पछाडि चाहिँ अब हामी दुवै खुट्टालाई अगाडि राख्दै एउटा घुँडालाई बेन्ड गर्दै यहाँनिर होल्ड गर्छौँ र हामी यसरी एउटा खुट्टामा चाहिँ तलमाथि यसरी चाहिँ मुभमेन्ट गर्दछौँ। यसले तपाईँको तिघ्रालाई धेरै बलियो बनाउँदछ। यसलाई पनि तपाईँले 10-10 चोटि गर्नुहोस् र यति गरिसकेपछि दुवै खुट्टालाई फटाएर यसरी चाहिँ हामी लेग्स वाइड स्क्वाट्स गर्दछौँ। यसमा 10 सेकेन्ड होल्ड गर्ने र तलमाथि गरिकन 10-10 को सेट तपाईँले 3 चोटि गर्ने र यति गरिसके पछाडि तपाईँले अब बिस्तारै चाहिँ तल आएर प्ल्याङ्कमा होल्ड गर्नुहुन्छ। तपाईँले पेटलाई भित्र तान्दै घोडाले अगाडि चाहिँ तपाईँको चेस्टतिर किक गर्ने र यति गरिसके पछाडि तपाईँको पुरै तपाईँको चाहिँ तपाईँ हाइकिङको र ट्रेकिङको लागि तपाईँलाई एकदमै एक्सर्साइज पुगिसकेको छ। साथसाथै तपाईँले घरको सिँढीमा यसरी तलमाथि गर्ने एक्सर्साइजले पनि तपाईँलाई एकदमै मसल्सलाई चाहिँ स्ट्रङ बनाउन मद्दत गर्दछ। र यति एक्सर्साइज तपाईँले रेगुलरली तपाईँले बिहान र बेलुका गर्नुभयो भने तपाईँलाई हाइकिङ र ट्रेकिङ जानलाई कुनै समस्या पर्दैन। भिडियो हेर्नुभएकोमा धन्यवाद। यहाँहरूलाई नमस्कार।